सबैले भनेको सुनेको चाइल्डहुड फ्रेन्ड चाहिँ यस्तो हो जो चाहिँ लाइफ टाइम साथमा हुन्छ होइन। जे भए पनि हाम्रो कलेज फ्रेन्डहरू त एउटा सडन मोमेन्ट आएपछि छुट्टिन्छ कलेज सकेपछि होइन। तर चाइल्डहुड फ्रेन्ड चाहिँ त्यस्तो हुँदैन अरे। सो आज चाहिँ म त्यही एउटा मेरो चाइल्डहुड फ्रेन्डलाई भेट्न जाँदैछु होइन। हामी चाहिँ सानैदेखिको साथी, स्कुल डेजसम्म नै होइन, सबै स्कुल सकुन्जेलसम्म नै। अन्त तपाईँहरूलाई पनि म मिलाउँछु। सो हाई एभ्रिवान, म चाहिँ सुरक्षा, थर्ड इयर कलेज स्टुडेन्ट हो होइन। मैले चाहिँ यहाँ एज युजुअल मेरो मिनी भ्लग चाहिँ स्टार्ट गरिसकेको छु। तपाईँहरूसँग म डेली लाइफ सेयर गर्छु, मेरो लाइफमा के हुँदैछ, कस्तो हुँदैछ। तपाईँहरूलाई पनि मन पऱ्यो भने चाहिँ प्लिज लाइक, कमेन्ट, सेयर गर्नु चाहिँ नभुलिनुहोस् होला। अन्त मेरो च्यानललाई पेजलाई फलो गर्नुभएको छैन भने प्लिज फलो गर्नुहोस्। अन्त यहाँ मेरो काम स्टार्ट भइसकिसकेको थियो हो, जुसहरू खाइसकेर सबै गरिसकेर। ऊ चाहिँ हो मेरो फ्रेन्ड होइन, अलिकति रिसेनी छ होइन। राइनी हो नि त, अलिकति रिसेनी छ हो, तर यस्तो काइन्ड हार्टेड छ। अन्त यहाँ हामी चाहिँ चिल्ड्रेन पार्क गएको थियो। आफ्टर लङ टाइम चाहिँ उसँग भेटेको चाहिँ धेरै भएको थियो होइन। अन्त आज चाहिँ कहिलेदेखिको हामीले चाहिँ प्लानिङ गर्दै थियो तर मिलेको थिएन। अन्त उसलाई भेटेर आज पार्कहरू गयो सानो। यहाँनिर चाहिँ डेली हलचेल पनि लागेको छ कालिम्पोङमा। त्यसमा गएर यहाँनिर चाहिँ मिनी छाता थियो, हाम्रो सानोबडे अम्ब्रेला। हेर्नुहोस् न कति क्युट है। उही हो मेरो एन्सिका हो, चाइल्डहुड फ्रेन्ड। अन्त हामीले चाहिँ यहाँ यसलाई मैले भन्दै थिएँ गिफ्ट दे न भनेर, उसले चाहिँ त्यो दिँदै थियो हो। अन्त हामीले चाहिँ यहाँ कतिवटा कुराहरू लिए, मेरो सानो कुराहरू चाहिएको थियो मलाई। हामीले आइसक्रिम खायो, एकदमै मेमोरी सेयर गऱ्यो होइन। एउटा डे चाहिँ योसँग चाहिँ एकदमै राम्ररी बित्यो हाम्रो हो। यहाँ हाट बजारमा गएर यो चाहिँ कालिम्पोङमा चाहिँ फेमस लाफिङ हो। यो चाहिँ मलाई पहिला मन पर्थेन, अहिले चाहिँ एकदमै मनपर्छ हो। अन्त उसले पनि टेस्टी भन्दैछ, मलाई चाहिँ एकदमै मनपर्छ अहिले चाहिँ लाफिङ। त्यसपछि यहाँ हाट बजारमा आउँदा आउँदा एकदमै फ्यानहरू गरम लाग्यो नि त, फ्यानहरू आएको रहेछ। म चाहिँ यहाँ गएँ, चिया खानु चाहिँ एकदमै खानु मन पऱ्यो नि त। 5 बजिसकेको थियो, घुम्दा घुम्दा थाहै पाएन हामीले हो। यहाँ म घर आएर चाहिँ उसलाई पनि बाई भने, उसको चाहिँ घर मदेखिको अलिक टाढै हो नि त निकै। अन्त त्यही भएर चाहिँ आज भेटेको थियो। घर आएर चाहिँ मैले सामानहरू देखाएँ तपाईँहरूलाई के ल्याएँ भनेर। अन्त यहाँ पानी खानु चाहिँ जरुरी छ हो। अन्त यहाँ मेरो नाइट रुटिन गरेर चाहिँ यो चाहिँ अलग म भिडियो सेयर गर्छु तपाईँहरूसँग हो। मास्क लगाएर हो, नाइट रुटिन गरेर चाहिँ त्यहाँदेखिको चाहिँ म रेडी भइसकेको थियो। पहिला चाहिँ उयो लगाएँ, आई सिरम लगाएर। या चाहिँ मेरो चाहिँ फेभरेट भएको छ तबदेखिको चाहिँ मैले यो पर्चेस गरेँ होइन। यो चाहिँ मेरो एकदम फेभरेट भएको छ, म तपाईँहरूसँग सबै भिडियोमै भनिरहन्छु। अन्त यहाँ म मसाज